धन्यवाद। माननीय सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णायक प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 बहुमतले पारित भएको घोषणा गर्दछु। भ्रष्टाचार विरुद्धको सबैभन्दा ठुलो हतियार अब जनताको आवाज हो। यही आवाजबाट सुरु हुँदैछ नेपालमा भ्रष्टाचार विरुद्धको मिठो अभियान।